हामीले लगइन गरिसकेपछि देखेको होम स्क्रिन हो यो हैन। मैले मधेस प्रदेश सरकारको युजरबाट लगइन गरिसकेको छु अहिले। अब यसमा सुरुको फर्स्ट मेनु कर्मचारी सूचना आउँछ, त्यसपछि सेकेन्ड मेनुमा दरबन्दी व्यवस्थापन भन्ने छ। यसमा तपाईहरु चाहिँ दरबन्दी व्यवस्थापनको पनि विजार्ड व्यवस्थापन भन्ने मेनुमा क्लिक गर्नुस्। त्यो भित्र हाम्रो 4 वटा अप्सन आउँछ। त्यो मध्येमा हामीले एउटा कार्यालयको दरबन्दी अर्को कार्यालयमा कपी गर्नको लागि चाहिँ दरबन्दी अनुकरण भन्ने मेनु हामीले यहाँ राखेका छौँ। अब यसमा क्लिक गर्नु होला। अब यो क्लिक गरिसकेपछि अब यस्तो देखिने भयो, डिटेलहरु देखिने भयो। यतापट्टि ट्रीमा हाम्रो अफिस कार्यालयहरु देखिन्छ। यतापट्टि यो प्यानल, यो विन्डो, फर्म विन्डो हो यो हैन। अब जस्तै अब हामीले के गर्नु पर्यो भने कुन कार्यालयको दरबन्दी कुन कार्यालयमा कपी गर्ने हो अथवा अनुकरण गर्ने हो भने त्यो थाहा पाउनुपर्ने हुन्छ सुरुमा चाहिँ। सपोज अहिले म यहाँ के गर्दै छु भने अग्निसार कृष्णश्रवण गाउँपालिका 70 को दरबन्दी चाहिँ म यो वडा नम्बर भन्ने यो अर्को एउटा कार्यालय मैले यहाँ दर्ता गरेको छु। यो पालिका अन्तर्गत, यो गाउँपालिका अन्तर्गत यो कार्यालयमा चाहिँ म दरबन्दी कपी गर्दैछु। अब त्यसको लागि तपाईले के गर्नु पर्यो, कुन कार्यालय दरबन्दी कपी गर्ने त्यो चाहिँ सोर्स कुनबाट कुनमा लाने भन्ने हुन्छ। कुनबाट कपी गर्ने हो त्यो क्लिक गर्नु पर्यो यतापट्टि ट्रीमा। त्यसकै डिटेल यतापट्टि तपाईले देख्न सक्नुहुन्छ यहाँ। अब यति भइसकेपछि अब यहाँ तल एउटा अर्को एउटा बटन छ, अर्को भनेको यो अर्को भनेको अर्थ नेक्स्ट भन्नु खोजेको खास गरी हैन। अब यो अर्कोमा तपाईले क्लिक गरिसकेपछि यो अग्निसार कृष्णश्रवण गाउँपालिका 70 को दरबन्दीहरु इन्ट्री गरेको दरबन्दीको लिस्टहरु यहाँ देखिने भयो। अब यही दरबन्दी चाहिँ हामी के गर्दै छौं भने यो वडा नम्बर भन्ने कार्यालयमा चाहिँ दरबन्दी कपी गर्दै छौं। अब त्यसको लागि तपाईहरु फेरि के गर्नुस्, फेरि अर्को चोटी अब फेरि नेक्स्ट पेजमा जानुस्, अर्को गर्नुस्। अब यहाँ गइसकेपछि बल्ल तपाईले यहाँ दरबन्दी अनुकरण गर्नु, दरबन्दी अनुकरण भन्ने बटन देख्नुहुनेछ। अब यहाँ चाहिँ अब हामीले यो कार्यालयबाट कुन कार्यालयमा लाने भने त्यो कार्यालयको नाम अथवा कोडबाट हामीले त्यो कार्यालय चाहिँ यहाँ हामी सर्च गर्छौं। अब त्यसको लागि सपोज मैले यहाँ कोड राखेँ। यो हाम्रो मल्टिपल कार्यालय चाहिँ सर्च गर्ने अप्सन भएको कारणले गर्दाखेरि तपाईले कोड राख्नुस्, त्यसपछि गएर यो कमा दिनु पर्ला है। कमा दिनुपर्ने हुन्छ। कमा दिएपछि यसमा अरू पनि एउटा कार्यालयको दरबन्दी मल्टिपल अफिसमा एकैचोटी कपी गर्न मिल्दोस् भनेर हामीले अप्सन राखेका हौं खास गरी। यति गरिसकेर तपाईले खोज्नुस् गर्नुस् अब हैन। अब हामीले यो खोजेको कार्यालय आयो। अब यहाँबाट के बुझ्नु पर्यो भने यो कार्यालय माथि कार्यालय कोडको दरबन्दी हामीले भर्खर खोजेको कार्यालयमा हामी कपी गर्दै छौं अथवा अनुकरण गर्दै छौं भन्ने बुझ्नु पर्यो। अब मैले यहाँ टिक लाएँ। जस्तै यहाँ मल्टिपल थियो भने मल्टिपल चेक गरेँ भने मल्टिपल कार्यालयमा एकैचोटी दरबन्दी कपी गर्न मिल्यो हैन। अब यति गरेर तपाईले केही गर्नु जस्ट दरबन्दी अनुकरण भन्ने गर्दिनु होला। यो बटन क्लिक गर्नुस्। यसले के भन्छ, दरबन्दी अनुकरण गर्ने हो भन्छ। हो हैन। अब हो भनिसकेपछि अब सिस्टमले अटोमेटिक के गर्छ भने यो माथिको अग्निसार कृष्णश्रवण गाउँपालिकाको दरबन्दी चाहिँ मैले त्यो वडा नम्बर भन्ने कार्यालयमा अनुकरण गरेँ। अब यसले के भन्यो, दरबन्दी अनुकरण सफलतापूर्वक सम्पन्न भयो भने अब मैले ठिक छ गरिसकेपछि यति भएपछि दरबन्दी अनुकरणको काम सकियो। दरबन्दी अनुकरण भयो भएन भन्ने एकचोटि जस्ट हामी भेरिफाई पनि गरौँ। अब हामी फेरि संरचनामा जान्छौँ हो। अब यो भित्र अहिले मैले के गरेको थिएँ, यो अग्निसार कृष्णश्रवण गाउँपालिकाको दरबन्दी चाहिँ मैले यो वडा नम्बर भन्ने कार्यालयमा कपी गरेको थिएँ। अब यहाँ गएर दरबन्दी हामीले हेरियो भने ठ्याक्कै अग्निसारकै दरबन्दीहरु टोटल यहाँ कपी भएको हुनुपर्छ। अब यहाँ जे जति दरबन्दीहरु तपाईले देख्नुहुन्छ यो भनेको चाहिँ हामीले अग्निसार कृष्णश्रवण गाउँपालिकाबाट कपी गरेको दरबन्दी हो। यसरी हामीले एउटा अफिसबाट अर्को अफिसमा चाहिँ दरबन्दी कपी गर्न सक्छौं। हस्, थ्यांक यू।